वेलकम टू माई न्यू गेमिङ भिडियो। आज हामी खेल्न जान्छौँ माइनक्राफ्ट। तर आज ओर्सहरूबाट हामीलाई ओपी आइटम मिल्छ र अब हामी सुरुमा गर्छौँ त्यो वुडलाई माइन, त्यसपछि ओर्सहरू माइन गर्न जानुपर्छ। किनकि नर्मल काम भनेको त नर्मल प्लेयर त ओर्डै त माइन गर्ने हो नि। टोटल कतिवटा वुड चाहिन्छ? 6वटा वुड चाहिन्छ। 6वटा वुड भयो। अब यसले बनाउने प्ल्याङ्क, यसले बनाउने स्टिक्स, 12वटा बनाउँछु। अनि बनाउँछु क्राफ्टिङ टेबल। क्राफ्टिङ टेबललाई यहाँ राखेर बनाउँछु स्वाड, पिक्याक्स, सवल। हो त चाहिँदैन, होको फार्मिङ चाहिँ किन गर्ने हामी? हो त चाहिने होइन, त्यही भएर हो बनाउँदिन। पिक्याक्स भनेको मेन हो, पिक्याक्सले फर्स्टमा राख्छु। यो सबै इन्भेन्टरीमा राखिदिन्छु। स्टिकलाई पनि यहाँ राखिदिन्छु। ल अब माइनिङ गर्न। माइनिङ गर्न यो कुन हो र? यो ओर होइन, स्टोन हो। स्टोन आयो। ओके, ओर आई निड ओर। मलाई ओर चाहियो। कोल, कोपर निक्लिस। यहाँ नि जुन राम्रो ओर हुन्छ त्यति नै राम्रो आइटम। तर त मलाई त ओरै मिलेको छैन। मलाई त केही ओरै मिलेको छैन। मेरो पिक्याक्स चाहिँ टुट्न आँटिरहेको। वरिपरि माइनिङ गरौँ, अहिले होइन। एकचोटि तल जाँदै गर्छु तल। ला पिक्याक्स चाहिँ टुट्न आँट्यो। मसँग कोबल स्टोन आयो त। बनाउन सक्छु त कोबल स्टोनको सामान। यसले पिक्याक्स टुट्न आँटेको छ। कोबल स्टोनको पिक्याक्स चाहियो मलाई। पिक्याक्स मात्रै चाहिएको, यो केही गर्नु पर्दैन। पिक्याक्स ओन्ली। अब छिटो हुन्छ। ओर चाहिँ किन मिलेको छैन? म तल पनि के गएर मर्दैन नि। अब मसँग त टोर्च छैन। सुरुमा टोर्च बनाएको बेला हुन्थ्यो। म त केही थाहा छैन। गाइस, आइरन हेरौँ के मिल्छ। एफिसिएन्सी खाले पिक्याक्स, एक्स, डायमन्ड। यहाँ डायमन्डलाई यहाँ लाउँछु। आइरनको पिक्याक्स चाहिन्छ। आइरन पिक्याक्स। गाइस, मसँग गाइस कतिवटा टोटम। गाइस, डायमन्डले त खतरा मिलो। चेस्ट प्लेट मिलो, लेगिङ्स मिलो, अनि के मिलो? टोटम पनि मिलो। यस्तो खतरा आइटम मिलेको त त्यो त सोचेकै थिइनँ मैले। सामान्य पुग्यो। कस्तो खतरा आइटम मिल्यो हौ डायमन्ड ओभरसियरले। नेदर स्कार। मलाई
अझ रहेछ के हो मलाई डायमन्ड आर्मर चाहियो मलाई बुट्स चाहियो बुट्स सबै स्टोरेज अझ आइरन रहेछ आयरन ब्लक्स यस यिनीहरूलाई पहिले केही फालिदिन्छु यिनीहरू धेरै स्टोरेज लिनु मसँग एरो त छैन अरू केही चाहिँदैन यो चाहिँदैन इन्चान्टेड एप्पल चाहिन्छ यो चाहिँदैन टिएनटीको जाउँ के गर्नु यसलाई पनि फाल्छु क्रसको त म चलाउँदिनँ नहीं टोटम फालिदे अब छोड़ दे बूट्स मेरो फाइनली बूट्स इंचार्टमेंट हो और चेस्ट प्लेट मत चाहिए चेस्ट प्लेट आयरन बॉक्स आयरन ले क्यों अहिले त मलाई आयरन चाहिँदैन ओए गाइस ओचे और सीरियस हो धेरै और त मैले कहिले देखिन अब पोर्टल अफ इन्चान्टिङ पनि मिल्यो ल गाइस अझ आइरन कति धेरै आइरन हो यो कुरा त सस्तो जति जति तल जानु त्यति और मिल्छ ल गाइस मेरो इन्भेन्टरी फुल भइसक्यो ल अब आउँछ सबै काम अब नेक्स्ट पार्टमा गर्नुपर्छ आजको लागि यति बाइ बाइ